हेलो साथीहरु, तपाईहरुलाई मेरो भिडियोमा स्वागत छ। आज चाहिँ म तपाईलाई के देखाउन गइरहेको छु भने चाहिँ यो सामान चाहिँ मैले फ्लिपकार्टबाट अर्डर गरेको थिएँ। मैले हिजो नै खोलिसकेको थिएँ हेर्नको लागि हैन। तपाईलाई देखाउँदै छु। चाहिँ मैले फ्लिपकार्टबाट चाहिँ मैले सनस्क्रिन अर्डर गरेको थिएँ, SPF 60 वाला यो एलोभेराको सनस्क्रिन हैन। हेर्नुहोस् होला, दुईटा एउटै कलरमा चाहिँ डिफरेन्ट हो। अनि म तपाईहरुलाई लगाएर देखाउँछु हैन कस्तो हुन्छ भनेर। मलाई चाहिँ भाउजूले भन्नुभएको थियो नि त हैन, यो वाला सनस्क्रिन लगाउनु एकदम दामी हुन्छ, राम्रो हुन्छ, एकदम ग्लो गर्छ भनेर। अन्त मैले लगाएको पनि त्यो भाउजूको सनस्क्रिन हैन, मलाई पनि एकदम राम्रो लाग्यो हैन। तपाईले पनि ट्राई गर्न सक्नुहुन्छ। यो चाहिँ हो तपाईको एलोभेराको सनस्क्रिन हैन। अन्त मैले चाहिँ फ्लिपकार्टमा यो 378 मा किनेको। तपाईले पनि कम्बो प्याकमा किनेर लाउन सक्नुहुन्छ, एकदम राम्रो हुन्छ। म तपाईलाई लगाएर देखाउँछु नि ल, हेर्नुहोस् ल कस्तो हुन्छ भनेर। अहिले मैले केही पनि मेकअपहरु गरेको छुइनँ हैन। अब चाहिँ म यो लगाएर हेर्छु नि, देखाउँछु तपाईहरुलाई कस्तो हुन्छ भनेर। डिफरेन्स देख्न सक्नुहुन्छ, हेर्नुहोस् होला। अब देख्न सक्नुहुन्छ होला, हेर्नुहोस् होला, एकदम राम्रो हुन्छ यो वाला सनस्क्रिन हैन। मैले पनि भाउजूले भन्नुबित्तिकै मैले भाउजूको लगाएर हेरेको थिएँ नि त, त्यतिखेर चाहिँ मलाई एकदम राम्रो लाग्यो हैन, एकदम ग्लो गर्छ। त्यो भएर मैले पनि अर्डर गरेको। मेरो पनि सनस्क्रिन खत्तम हुनु आँटेको थियो नि त कि, त्यो भएर चाहिँ मैले यो वाला सनस्क्रिन अर्डर गरेको। सनस्क्रिन चाहिँ हिजो आएको नि त, मैले हिजो हेरेको थिएँ हैन। आज चाहिँ तपाईलाई देखाउँदै छु, हेर्न सक्नुहुन्छ ग्लो गरेको, एकदम दामी हुन्छ हैन। अहिले भर्खर मेरो स्किन कस्तो थियो हैन, अहिले भर्खर हेर्न सक्नुहुन्छ अहिले कस्तो छ। तपाईले पनि अर्डर गर्न सक्नुहुन्छ, एकदम दामी वाला छ हैन। हेर्नुहोस् होला, ग्लो गरेको एकदम दामी छ। अर्डर गर्नुहोस् ल, एकदम राम्रो छ। थ्यांक यू फर वाचिङ माई भिडियो।